नमस्कार साथीहरू, मोटिभेसन सफर युट्युब च्यानलमा तपाईँलाई स्वागत छ। के तपाईँले कहिले कसैलाई यति धेरै प्रेम गर्नुभएको छ कि त्यो व्यक्ति तपाईँबाट झन् टाढा हुँदै गयो? जसरी तपाईँ कसैलाई असाध्यै प्रेम गर्नुहुन्छ र ऊ बिस्तारै तपाईँबाट टाढिन थाल्छ, जसरी तपाईँ दिनरात कुनै लक्ष्यको पछि लाग्नुहुन्छ, पैसा, सफलता, सम्बन्ध, पहिचान र ती सबै चिजहरू तपाईँको पकेटबाट चिप्लिँदै गए जस्तो लाग्छ। र सबैभन्दा अनौठो कुरा के हो भने तपाईँले जति धेरै प्रयास गर्नुहुन्छ, जति धेरै चाहना बढाउनुहुन्छ, जति धेरै समय र ऊर्जा खर्च गर्नुहुन्छ, ती चिजहरू त्यति नै टाढा हुन्छन्। यो तपाईँसँग मात्र हुँदैन, यो हरेक त्यो मानिससँग हुन्छ जसले कुनै कुरा प्राप्त गर्नु अघि नै त्यसलाई समात्ने प्रयास गर्छ। हामी बिर्सन्छौँ कि जीवनमा सबैभन्दा सुन्दर चिजहरू प्रेम, शान्ति, सम्मान, सफलता मागेर पाइँदैनन्। तिनीहरू आकर्षित हुन्छन् र तिनीहरूलाई आकर्षित गर्ने तरिका त्याग हो, अर्थात् डिट्याचमेन्ट। साँचो आकर्षण त्यागबाटै सुरु हुन्छ। जब तपाईँ कुनै चिजको पछि पागल जस्तै दौडिनुहुन्छ, तब तपाईँले ब्रह्माण्डलाई एउटा सन्देश पठाउनुहुन्छ कि मलाई यो चिजको कमी छ, त्यसैले मलाई यो चाहिएको छ। र ब्रह्माण्डले स्पष्ट रूपमा सुन्छ र तपाईँलाई अझ धेरै कमी दिन्छ। तर जब तपाईँ भन्नुहुन्छ म शान्त छु, मलाई विश्वास छ, जो मेरो हो त्यो मलाई मिल्नेछ, तब तपाईँले एउटा नयाँ सन्देश पठाउनुहुन्छ र त्यही सन्देश, त्यही शान्ति, त्यही त्याग सबैभन्दा ठुलो चुम्बक हुन्छ। यो भिडियोमा तपाईँले सिक्नुहुनेछ कि कसरी तपाईँले छोडेर पाउन सक्नुहुन्छ, कसरी तपाईँले कुनै बल प्रयोग नगरी, अशान्त नभई, कसैमाथि दबाब नदिइकन आफ्नो हृदयले चाहेको सबै कुरा प्राप्त गर्न सक्नुहुन्छ। किनकि तपाईँले आफ्नो हृदयले चाहेको कुरामा विश्वास गर्नुभयो र त्यसलाई समात्नुको सट्टा महसुस गर्न थाल्नुभयो भने त्यो चिज आफै तपाईँ कहाँ आउँछ। र यसलाई अझ गहिराइमा बुझ्नको लागि हामी 6वटा विशेष बुन्दाहरूको मद्दत लिनेछौँ। यी 6वटा बुन्दाहरूले तपाईँलाई देखाउने छन् कि त्याग अर्थात् डिट्याचमेन्ट कसरी तपाईँको जीवनमा सबैभन्दा ठुलो आकर्षण बन्न सक्छ। पहिलो, तपाईँको नभनिएका भावनाहरूको प्रभाव। हामी जीवनमा त्यही बन्दैनौँ जुन हामी दिनरात ठुलो स्वरले भन्छौँ। हामी त्यही भन्छौँ जुन हामी चुपचाप महसुस गर्छौँ। हामी हरेक दिन केही न केही माग्छौँ, कहिले प्रार्थनामा, कहिले गुनासोमा, कहिले सपनामा। हामी भन्छौँ म धनी बन्न चाहन्छु, मलाई प्रेम चाहिएको छ, मलाई राम्रो जीवन चाहिएको छ। तर यी शब्दहरूको मुनि हृदयको कुनै कुनामा एउटा अत्यन्तै नरम, बिस्तारै बोल्ने आवाज हुन्छ र त्यसले भन्छ थाहा छैन मिल्छ कि मिल्दैन, सायद मिल्दैन, के म साँच्चै यसको लायक छु? र यही खेल उल्टिन्छ, किनकि ब्रह्माण्डले हाम्रो मुखबाट निस्केका शब्दहरू सुन्दैनन्। यसले हाम्रो ऊर्जा पढ्छ र हाम्रो ऊर्जा त्यहाँबाट बन्छ जहाँ हामी हाम्रा सबैभन्दा गोप्य, सबैभन्दा निजी आशाहरू राख्छौँ। हाम्रा विचारहरू होइनन्, हाम्रा गहिराइमा लुकेका भावनाहरूले नै हाम्रो वास्तविकता सिर्जना गर्छन्। मानौ तपाईँले ब्रह्माण्डलाई आदेश दिनुभयो, म करोडपति बन्न चाहन्छु। तपाईँ हरेक दिन लेख्नुहुन्छ, बोल्नुहुन्छ, किताबहरू पढ्नुहुन्छ, सकारात्मक सोच्नुहुन्छ। तर भित्री रूपमा यदि तपाईँले आफूलाई अझै पनि गरिब, कमजोर, डराएको व्यक्तिको रूपमा हेरिरहनु भएको छ भने तपाईँले परिणाम पनि त्यही भावना अनुसार पाउनुहुनेछ। जो मानिसहरू नबोलेरै पनि धेरै कुरा प्राप्त गर्छन्, त्यो उनीहरूसँग कुनै जादु भएकोले होइन, बरु उनीहरूको भित्री विश्वास एकदमै स्पष्ट भएकोले हो। उनीहरूमा शङ्का हुँदैन, डर हुँदैन, तुलना हुँदैन। उदाहरणका लागि, के तपाईँ आफैलाई भन्नुहुन्छ कि तपाईँ एक सुखी सम्बन्धको लागि योग्य हुनुहुन्छ, तर भित्री रूपमा सोच्नुहुन्छ कि मलाई कसले माया गर्ला? के तपाईँ भन्नुहुन्छ कि तपाईँले करोडौँ कमाउनुहुनेछ, तर जब कसैको ठुलो घर देख्नुहुन्छ तब ईर्ष्या लाग्छ वा लाग्छ कि उसको भाग्य राम्रो छ, मेरो होइन?
तपाईको आन्तरिक विश्वास नै तपाईको वास्तविक पहिचान हो। तपाईँ ब्रह्माण्डलाई झुट बोल्न सक्नुहुन्न। तपाईँ आफैलाई धोका दिन सक्नुहुन्छ, तर ऊर्जालाई होइन। याद राख्नुहोस्, संसार तपाईँको लागि त्यस्तै भन्छ जस्तो तपाईँले आफैलाई भित्री रूपमा देखाउनुहुन्छ। तपाईँ चाहनुहुन्छ भने आफूलाई संसारले चोट पुर्याएको शिकारको रूपमा देख्न सक्नुहुन्छ, वा तपाईँले आफैलाई त्यो विजेताको रूपमा देख्न सक्नुहुन्छ, जसले सबै कुरा सह्यो, सिक्यो र अब सबै कुरा प्राप्त गर्न तयार छ। जब तपाईँको भित्री मान्यताहरू परिवर्तन हुन्छन्, तब तपाईँको सम्पूर्ण संसार परिवर्तन हुन्छ। जब तपाईँ बिहान उठ्नुहुन्छ र दिनको सुरुवात मलाई केही चाहिएको छ भन्ने सोच्नुको सट्टा मलाई जे चाहिएको छ त्यो मेरो बाटोमा आउँदैछ भन्ने सोचेर गर्नुहुन्छ, तब ब्रह्माण्डले तपाईँलाई एउटा नयाँ बाटो देखाउँछ। दोस्रो, समात्नु भयो भने चिप्लिनेछ। के तपाईँले कहिले मुठीभर बालुवा समात्नु भएको छ? जब तपाईँ मुठीलाई हल्का बन्द गर्नुहुन्छ, बालुवा केही समयको लागि तपाईँको हातमा अडिन्छ, तर जब तपाईँ मुठीलाई कसिलो पार्नुहुन्छ, बालुवा तपाईँको औँलाहरूले बीचबाट चिप्लिन थाल्छ। यही नियम संसारको हरेक चिजमा लागू हुन्छ जसलाई हामी आवश्यकताभन्दा बढी समात्ने प्रयास गर्छौँ, चाहे त्यो सम्बन्ध होस्, जागिर होस्, सपना होस् वा कुनै व्यक्ति। हामीलाई लाग्छ कि हामीले जति कसिलो समात्छौँ त्यति नै त्यो हाम्रो नजिक रहन्छ। तर सत्य के हो भने जब हामी कुनै चिजलाई जबरजस्ती समात्छौँ, तब हामी त्यसलाई डरले समातिरहेका हुन्छौँ, प्रेमले होइन। र डरले कहिले पनि स्थायित्व ल्याउन सक्दैन। डरले केवल घुटन पैदा गर्छ, हाम्रो भित्र पनि र अगाडिको व्यक्तिको भित्र पनि। सम्बन्धहरूमा यो सबैभन्दा सामान्य कुरा हो। जसलाई हामी गुमाउन डराउँछौँ त्यसलाई हामी अझ कसिलो समात्छौँ, त्यसमाथि प्रतिबन्ध लगाउँछौँ, त्यसको स्वतन्त्रतालाई समाप्त गर्छौँ र त्यसपछि बिस्तारै त्यो व्यक्ति हामीबाट टाढा जान्छ। त्यसपछि हामी गुनासो गर्छौँ कि मैले त सबै कुरा गरेँ तैपनि ऊ गयो। तर सत्य यो हो कि तपाईँले जे गर्नुभयो त्यो प्रेमले होइन, गुमाउने डरले गर्नुभएको थियो। डिट्याचमेन्टको अर्थ छोड्नु होइन, यसको अर्थ आफ्नो विश्वासलाई यति बलियो बनाउनु हो कि तपाईँले कुनै चिजलाई आफ्नै इच्छाले रहन वा जान दिन स्वतन्त्रता दिन सक्नुहुन्छ। यो कुरामा यति गहिरो विश्वास हुनु कि जो मेरो लागि सही छ त्यो मबाट कहिले टाढा जाने छैन, र जो मेरो लागि सही छैन त्यसलाई मैले जतिसुकै समाते पनि कुनै न कुनै दिन चिप्लिनेछ। जब तपाईँ भित्री रूपमा यति शान्त हुनुहुन्छ कि यदि केही गइहाल्यो भने पनि तपाईँ टुट्नुहुन्न, तब तपाईँ वास्तविक डिट्याचमेन्टमा हुनुहुन्छ र यहीँबाट तपाईँको वास्तविक शक्ति, आकर्षणको शक्ति सुरु हुन्छ। सोच्नुहोस्, तपाईँले कुनै चिज समात्नु भएको छ किनकि तपाईँ विश्वास गर्नुहुन्छ कि त्यो तपाईँको जीवनको आवश्यकता हो। तपाईँ सोच्नुहुन्छ कि त्यस बिना तपाईँ अपूर्ण हुनुहुन्छ। त्यसैले तपाईँ हरेक समय त्यो चिज पाउनको लागि बेचैन रहनुहुन्छ। यही बेचैनी ब्रह्माण्डसम्म एक ऊर्जाको रूपमा पुग्छ र ब्रह्माण्डले बुझ्छ कि तपाईँलाई त्यो चिजको आवश्यकता छैन, बरु तपाईँ त्यसमा हराउनु भएको छ। र जुन चिज तपाईँको आत्माभन्दा ठुलो हुन्छ, ब्रह्माण्डले त्यसलाई तपाईँबाट खोज्छ ताकि तपाईँले फेरि आफैलाई पाउन सक्नुहुन्छ। हाम्रो काम चिजहरूको पछि दौड्नु होइन, बरु आफैलाई यति योग्य बनाउनु हो कि ती चिजहरू आफै हामी कहाँ आउन्। तेस्रो, बेचैनीले डराउँछ, भरोसाले तान्छ। के तपाईँले कहिले कुनै बच्चालाई रुँदै गरेको देख्नु भएको छ? जुन कुनै चिजको लागि रोइरहेको हुन्छ। त्यो क्षणमा त्यो बच्चा इमान्दारीपूर्वक मागिरहेको हुन्छ, तर उसमा बेचैनी, डर र चिन्ता हुन्छ कि यदि उसले अहिले त्यो चिज पाएन भने सबै कुरा समाप्त हुन्छ। र हामी ठुला समझदार मानिसहरू त्यो बच्चालाई दयाले हेर्छौँ र भन्छौँ, ओहो केही बेरमा मिल्नेछ, शान्त हो। अब सोच्नुहोस्, यदि ब्रह्माण्ड पनि त्यस्तै बुद्धिमान, शान्त, धैर्यवान, ठुलो छ भने
जब हामी रोएर डराएर चिन्तित भएर हरेक दिन भन्छौँ मलाई यो दिनुहोस्, मलाई मद्दत गर्नुहोस्, मलाई बचाउनुहोस्, तब ब्रह्माण्डले के सोच्दो हो? यो मान्छेलाई अहिले आफैमा विश्वास छैन। यसलाई केही दिनु अघि यसलाई आफ्नै शक्ति बुझाउन आवश्यक छ। हेर्नुहोस्, कुरा के हो भने ब्रह्माण्डलाई डर, बेचैनी, चिन्ता मन पर्दैन। चिन्ताको ऊर्जा धेरै भारी हुन्छ र भारी चिजहरू माथि उठ्दैनन्, आकर्षित गर्दैनन्। त्यसपछि तपाईँ जतिसुकै सकारात्मक सोच्ने नाटक गर्नुहोस्, यदि तपाईँ भित्रबाट डराउनुहुन्छ भने त्यही डर तपाईँको ऊर्जामा भरिन्छ र यही खेल उल्टिन्छ, किनकि तपाईँले ब्रह्माण्डलाई जुन ऊर्जा पठाउनुहुन्छ त्यसले तपाईँलाई त्यसै अनुसार चिजहरू फर्काउँछ। तपाईँले यो बुझ्नुपर्छ कि जुन चिजहरू स्वयंमाथि दबाब बनाएर मागिन्छन् ती प्राय मिल्दैनन्, तर जुन चिजहरूको लागि तपाईँ भित्रबाट सहज हुनुहुन्छ, जसको लागि तपाईँ शान्त रहनुहुन्छ, जसको बारेमा तपाईँले मलाई विश्वास छ भन्ने हल्का भावना मात्र राख्नुहुन्छ, ती आफै तपाईँतिर आकर्षित हुन्छन्। चौथो, भित्री प्रणाली परिवर्तन गर्नुहोस्। बाहिरी संसार आफै परिवर्तन हुनेछ। तपाईँको भित्र जुन कहानी चलिरहेको छ त्यही बाहिर देखिनेछ। बाहिरी संसारले केही नयाँ देखाउँदैन, यो त केवल तपाईँको भित्री सोचको प्रतिबिम्ब हो। तपाईँले आफैबारे जे सोच्नुहुन्छ ब्रह्माण्डले त्यही सोच समात्छ र त्यसलाई तपाईँको जीवनको वास्तविकता बनाउँछ। यदि तपाईँको भित्र हरेक दिन यही कुरा चलिरहेको छ कि म लायक छैन, यो मेरो बसको कुरा होइन, मसँग सधैँ नराम्रो मात्र हुन्छ, तब बाहिरी संसारले तपाईँलाई त्यही देखाउनेछ। त्यही अवसरहरू छुट्नेछन्, त्यही सम्बन्धहरू बिग्रनेछन्, त्यही अवरोधहरू दोहोरिनेछन् र तपाईँ सोच्दै रहनुहुनेछ कि मसँग मात्र यस्तो किन हुन्छ, जबकि सत्य यो हो कि तपाईँले आफैले आफ्नो लागि यो कथा लेख्नु भएको छ। जुन अनुभूति, जुन ऊर्जा, जुन विश्वास तपाईँले आफ्नो भित्रबाट पठाउनुहुन्छ, संसारले त्यही समात्छ र त्यसलाई वास्तविकता बनाउँछ। तपाईँले आफैलाई जस्तो देख्नुहुन्छ संसारले तपाईँलाई त्यस्तै देखाउँछ। यदि तपाईँले आफैलाई कमजोर, सानो, असहाय र पछि परेको महसुस गर्नुहुन्छ भने तपाईँले जतिसुकै राम्रा लुगा लगाए पनि, जतिसुकै राम्रा किताबहरू पढे पनि तपाईँको ऊर्जामा त्यो कमी देखिनेछ। अब सोच्नुहोस्, हरेक बिहान तपाईँ उठ्नुहुन्छ र तपाईँको दिमागमा आउने पहिलो विचार हुन्छ फेरि त्यही दौड सुरु भयो, के आज केही परिवर्तन हुनेछ? र त्यही पल तपाईँले आफ्नो दिनको दिशा तय गर्नुभयो। तर यदि त्यही पल तपाईँले आफैलाई बिस्तारै भन्नुभयो सबै कुरा मेरो पक्षमा छ, म योग्य छु, म जे चाहन्छु त्यो मलाई मिल्दैछ, तब तपाईँले आफ्नो मस्तिष्कको ऊर्जालाई सही दिशा दिँदै हुनुहुन्छ र यो ऊर्जा केही हप्तामा तपाईँको सम्पूर्ण वास्तविकता परिवर्तन गर्छ। पाँचौँ, अनासक्तिको अर्थ फरक पर्दैन भन्ने होइन। आजभोलि मानिसहरू जब अनासक्ति वा डिट्याचमेन्ट शब्द सुन्छन् तब उनीहरू प्राय सोच्छन् कि यसको अर्थ हो कि अब मलाई कुनै फरक पर्दैन, मलाई अब केही महसुस हुँदैन वा मैले भावनाहरूसँग दूरी बनाएको छु। तर यो केवल एक गलत विचार हो। डिट्याचमेन्ट हुनुको अर्थ यो होइन कि तपाईँको भावना शून्य होस् या जीवनबाट टाढा हुनुहोस्। डिट्याचमेन्टको वास्तविक अर्थ हो म चिजहरू चाहन्छु, म पूर्ण इमान्दारीका साथ काम गर्छु, म हृदयदेखि प्रेम गर्छु, म ठुला उचाइहरूको सपना देख्छु, तर यी सबै प्राप्त गर्न आवश्यक छैन, केवल इच्छा छ। र यही भिन्नता हो जसले एउटा व्यक्तिलाई मुक्त गर्छ। म चाहन्छु तर त्यो चाहनामा बन्धिने छैन। म मेहनत गर्नेछु तर परिणामले डराउने छैन। म कसैलाई प्रेम गर्नेछु तर उसको प्रशंसा बिना आफूलाई अपूर्ण ठान्ने छैन। यो डिट्याचमेन्ट हो। यो टाढा जाने भावना होइन, बरु भित्री रूपमा यति पूर्ण हुनु हो कि तपाईँले कुनै पनि चिज बिना पनि शान्त र सन्तुष्ट रहन सक्नुहुन्छ। जब मानिस भन्छ मलाई कुनै फरक पर्दैन, तब ऊ प्राय हारको स्थितिमा यसो भन्छ। ऊ यसो भन्छ किनकि उसलाई पीडा भएको छ, उसलाई अस्वीकार गरिएको छ, उसको आशाहरू टुटेका छन्,
र अब ऊ भावनात्मक रूपमा आफैलाई शून्य बनाउन चाहन्छ ताकि फेरि टुट्नु नपरोस्। तर साँचो डिट्याचमेन्ट यस्तो हुँदैन। त्यो पीडाबाट आउँदैन, त्यो समझबाट आउँछ। डिट्याचमेन्ट तब आउँछ जब तपाईँले बुझ्नुहुन्छ कि यो संसारको हरेक चिज अस्थायी छ। पैसा, सम्बन्ध, परिस्थिति, पहिचान सबै कुरा परिवर्तन हुन्छ। र जब तपाईँले यो परिवर्तनलाई स्वीकार गर्नुहुन्छ तब तपाईँ बाधिनुहुन्न, तपाईँ केवल बग्न थाल्नुहुन्छ। डिट्याच हुनुको अर्थ हो म आफ्नो दिशा जान्दछु, मैले आफ्नो बाटो रोजेको छु, मैले आफ्नो उद्देश्य चिनेको छु। तर यदि कुनै बिन्दुमा केही कुराहरू मेरो इच्छाअनुसार नभए पनि म टुट्ने छैन, किनकि मेरो ध्यान परिणाममा होइन मेरो प्रयासमा छ। र यही सोचले मानिसलाई स्थिर बनाउँछ। छैटौँ, अब दौडिन बन्द गर्नुहोस्, बस चम्कनुहोस्। हामी सबै जीवनभर कुनै न कुनै चिजको पछि दौडिरहन्छौँ। कहिले सफलताको पछि, कहिले प्रेमको पछि, कहिले सम्मानको पछि, कहिले स्थिरताको पछि। हामी मान्छौँ कि जति धेरै दौडिन्छौँ, जति धेरै मेहनत गर्छौँ, जति धेरै आफूलाई प्रमाणित गर्छौँ, त्यति नै धेरै प्राप्त गर्छौँ। तर एक क्षण रोकिएर सोच्नुहोस् कि साँच्चै तपाईँले ती सबै कुरा दौडेर पाउनुभयो वा ती क्षणहरूमा पाउनुभयो जब तपाईँ सबैभन्दा शान्त हुनुहुन्थ्यो, जब तपाईँले आफूलाई केही पाउनुपर्ने बेचैनीबाट मुक्त गर्नुभएको थियो, जब तपाईँले कसैलाई केही प्रमाणित नगरी कुनै गन्तव्य नपक्री केवल अस्तित्वमा रहने अनुमति दिनुभएको थियो। सत्य त यो हो कि यो संसारमा सबैभन्दा धेरै आकर्षण ती मानिसहरूमा हुन्छ जो शान्त छन्, स्थिर छन्, जो आफूलाई लिएर असुरक्षित छैनन्, जसलाई केही पनि प्रमाणित गर्नु पर्दैन, जो केवल आफ्नैमा पूर्ण छन्। यस्ता मानिसहरू जब कुनै कोठामा प्रवेश गर्छन् तब मानिसहरूले ध्यान दिन्छन्। उनीहरूले केही नभनिकन जब उनीहरू बोल्छन् तब मानिसहरू सुन्छन्, कुनै बल प्रयोग नगरिकन। जब उनीहरूले कसैलाई हेर्छन् तब उनीहरूको नजरमा अधिकार होइन समझ हुन्छ। जब उनीहरू बोल्छन् तब मानिसहरू सुन्छन्, कुनै बल प्रयोग नगरिकन। जब उनीहरूले कसैलाई हेर्छन् तब उनीहरूको नजरमा अधिकार होइन समझ हुन्छ। र जब उनीहरूले केही चाहन्छन् तब त्यो चिज आफै उनीहरू कहाँ आउँछ, किनकि उनीहरू दौडिरहेका हुँदैनन्, उनीहरू चम्किरहेका हुन्छन्। चम्किनुको अर्थ यो होइन कि तपाईँ सधैँ खुसी देखिनुहोस् वा हरेक समय सकारात्मक कुराहरू गर्नुहोस्। यसको अर्थ हो कि तपाईँको उपस्थितिमा सत्यता होस्, शान्ति होस्, ऊर्जा होस्। त्यो ऊर्जा जसले भन्छ म जहाँ छु त्यही ठिक छु र जो मेरो हो त्यो बाटो बनाएर मेरोतर्फ आउँदैछ। यो ऊर्जा तब मात्र आउँछ जब तपाईँ दौडिन बन्द गर्नुहुन्छ। त्यो आवश्यकताबाट जसले तपाईँलाई अपूर्ण महसुस गराउँछ। जब तपाईँ रोकिनुहुन्छ र भन्नुहुन्छ अब मलाई केही समात्नुपर्ने आवश्यकता छैन, म आफै पर्याप्त छु। तपाईँको उद्देश्य यो संसारमा कुनै पुरस्कार जित्नु होइन, बरु आफैलाई त्यस रूपमा जिउनु हो जुन सबैभन्दा सत्य, सबैभन्दा शान्त र सबैभन्दा चम्किलो हो। जब तपाईँले आफैलाई परिवर्तन गर्न होइन बरु आफैलाई चिन्न समय दिनुहुन्छ, तब तपाईँ बिस्तारै दौडबाट बाहिर आउन थाल्नुहुन्छ। र बाहिर आउँदै गर्दा तपाईँले देख्न सक्नुहुन्छ कि वास्तविक शक्ति कहिल्यै दौडमा थिएन, त्यो त सधैँ तपाईँको उपस्थितिमा थियो। जब तपाईँले आफैलाई परिवर्तन गर्न होइन बरु आफैलाई चिन्न समय दिनुहुन्छ, तब तपाईँ बिस्तारै दौडबाट बाहिर आउन थाल्नुहुन्छ। र बाहिर आउँदै गर्दा तपाईँले देख्न सक्नुहुन्छ कि वास्तविक शक्ति कहिल्यै दौडमा थिएन, त्यो त सधैँ तपाईँको उपस्थितिमा थियो। यो सम्पूर्ण यात्रामा तपाईँले अहिलेसम्म जे सुन्नुभयो र बुझ्नुभयो त्यसको सार यही हो कि तपाईँ त्यही बन्नुहुन्छ जसमाथि तपाईँ चुपचाप विश्वास गर्नुहुन्छ। तपाईँले आफ्नो सोचभन्दा धेरै आफ्नो भावनाहरूले आकर्षित गर्नुहुन्छ। तपाईँको शब्दले होइन, तपाईँको ऊर्जाले बोल्छ। र यो ऊर्जा तब बन्छ जब तपाईँले आफैसँग, यो संसारसँग र यो जीवनसँग गहिरो स्तरमा समझ बनाउनुहुन्छ। अब ठुलो स्वरले माग्न बन्द गर्ने समय हो। अब शान्त हुने, आफैमाथि विश्वास गर्ने, आफ्नो भित्र डुब्ने समय हो। हरेक पटक जब तपाईँ आफैलाई भन्नुहुन्छ मलाई यो चिज चाहिएको छ, तब मात्र म खुसी हुनेछु, तपाईँले एक प्रकारले ब्रह्माण्डलाई सन्देश दिइरहनु भएको हुन्छ कि म अझै अपूर्ण छु। तर जब तपाईँ भन्नुहुन्छ म अझै पूर्ण छु र यदि यो चिज मेरो हो भने यो मलाई अवश्य मिल्नेछ, तब तपाईँले ब्रह्माण्डलाई खुला बाटो दिइरहनु भएको हुन्छ।
याद राख्नुहोस्, तपाईँले जे सोच्नुहुन्छ त्यसको त्यही प्रभाव पर्दैन। जति तपाईँले विश्वास गर्नुहुन्छ र तपाईँले साँच्चै जे विश्वास गर्नुहुन्छ त्यही तपाईँको ऊर्जा बनेर सम्पूर्ण ब्रह्माण्डमा फैलिन्छ र त्यसपछि तपाईँको जीवनमा आकार लिन्छ। त्यसैले अब चाहना गर्न नछोड्नुहोस्, तर त्यसमा भएको आवश्यकता हटाउनुहोस्। काम गर्नुहोस्, तर परिणामलाई पकड्न छोड्नुहोस्। कसैलाई प्रेम गर्नुहोस्, तर उसको उपस्थिति तपाईँको पहिचान नबनाउनुहोस्। सपनाहरू हेर्नुहोस्, तर ती पुरा नभएसम्म आफूलाई अपूर्ण नठान्नुहोस्। किनकि साँचो आकर्षण तब हुन्छ जब तपाईँ आफ्नो भित्रबाट यति शान्त, यति पूर्ण, यति विश्वासले भरिएको महसुस गर्नुहुन्छ कि संसार आफै तपाईँसँग जोडिन चाहन्छ। जब तपाईँले आफैलाई पूर्ण महसुस गर्नुहुन्छ, कुनै मानिस, कुनै पद वा पैसा बिना, तब ब्रह्माण्डले तपाईँलाई त्यो चिज दिँदैन जुन तपाईँलाई चाहिएको हुन्छ। बरु यसले तपाईँलाई त्यो चिज दिन्छ जुन तपाईँलाई उपहारको रूपमा मिल्नुपर्छ। र यही सबैभन्दा ठुलो रहस्य हो। जो मानिसहरू जीवनलाई समात्ने प्रयास छोड्छन्, जीवन उनीहरूकै लागि रोकिन्छ। जो मानिसहरू आवश्यकता छोड्छन्, उनीहरूलाई प्रचुरता मिल्छ। जो मानिसहरू शान्त हुन्छन्, उनीहरूले जवाफ पाउँछन्। र जो मानिसहरू आफूलाई आफ्नैमा पूर्ण महसुस गर्छन्, उनीहरूलाई केही पनि माग्न आवश्यक पर्दैन। किनकि ब्रह्माण्ड आफै सोध्छ, म तिमीलाई के दिउँ? र यही त्यो अवस्था हो जहाँ त्यहाँको आकर्षण कुनै सिद्धान्त रहँदैन। यो तपाईँको जीवित वास्तविकता बन्छ। साथीहरू, म आशा गर्छु कि यो कथा सुनेर तपाईँको जीवनमा राम्रो परिवर्तन आउनेछ। तपाईँले यो भिडियोबाट के सिक्नुभयो यो कमेन्ट गरेर अवश्य बताउनुहोस् र आफ्नो परिवार, साथीहरू वा तपाईँको नजिकको मानिससँग यो कथा साझा गरेर उनीहरूलाई पनि यो ज्ञानसँग परिचित गराउनुहोस्। यदि तपाईँलाई यो भिडियो राम्रो लाग्यो भने कृपया यो भिडियोलाई लाइक गरिदिनुहोस् र तपाईँले अहिलेसम्म यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने कृपया च्यानललाई सब्स्क्राइब पनि अवश्य गरिदिनुहोस्। तपाईँको हरेक दिन शुभ होस् र खुसीले तपाईँको जीवन भरियोस्। धन्यवाद।